आगामी असार 27 गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म यो मन त मेरो नेपाली हो को टिजर सार्वजनिक गरिएको छ। 1 मिनेट 34 सेकेन्ड लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ। भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म संस्कृतिमाथि भइरहेको आक्रमणलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ। मित्र प्रधान नर्गको निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङदेन, सुभाष भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी लगायतको अभिनय रहेको छ। पद्यमा ईश्वर इन्टरटेनमेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान रोशनले निर्माण गरेका हुन्। यसमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, देव महर्जन द्वन्द निर्देशक, समीर मियाको VFX, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा वनिश शाहको सम्पादन रहेको छ। फिल्मले नेपाली भाषाप्रति आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाएको छ। नेपालको झापा र इलाम सहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायाङ्कन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो हाङ राईको सङ्गीत रहेको छ।